रेकर्डिङ पहाडै काट्दियो यार डट बाइक जानु कुदाउने बाटो छैन भने त पहाडै उडाइदियो ल है एक्सट्रिम हिल क्लाइम्बरको लागि चाहिँ नेपालको नम्बर 1 रुट यही हो बात त सही है रेडी गयो क्रस फायरलाई बाल छैन रोड नभए केही छैन ट्र्याकहरू आफै रोड ट्र्याक गर्छ यसले गयो रोक्छ सहिले पहिला सुरु प्रज्ञान सर गएको हो अब म पनि जान्छु है नेक्स्ट क्लिपमा चाहिँ हेर्नु होला कस्तो छ भनौँ सो कहाँ आइपुग्यो यार काली गण्डकी भेरीमा चलाउँदैछ है साथीले ल क्या बात कर लाइट अफ रोड मन पराउनेहरूलाई चाहिँ यो बाटो सही छ कि सही छ यस्तो खोलाको बाटो गाल्डुङ मुल्डुङ अफ रोड होइन सही छ यो बाटो आउनु होला तपाईँहरू पनि है हेर्नुहोस् न यस्तो कुदाएँ मैले झर्ना यहाँ पुरा झर्ना छ ओके साथीले अब नेक्स्ट चाहिँ हाम्रो प्रज्ञान सरले कुदाउनुहुन्छ यही बाटोमा होइन हेरौँ है ओ नाइस ओ 250 अन्त यस्तो उयो क्या ठाडो छ कि भिडियोमा देखाएको छैन होइन ओके चान्स पायो कि नेपालीले गर्छ नेपाली हो नि ओके गाइस म पनि यहाँ भिड पाखामा पुगिरहेको छु ओके ओइ त सक्सेस माथि जान लास्ट भिड छ ओइ होस गर ओइ यो त अति छ यार ओइ म त झर्छु कि क्या ओइ नचढ यार यो त लास्ट माथि छ लास्ट 90 डिग्री छ होला यो त चेक पोइन्ट 2 मा आइसकेका छौँ हामी ओके त्यहाँ अझै दामी छ भने चाहिँ ठाउँ होइन हेरौँ है त आजा बेटा आजा हाम्रो बाटो यस्तै हो पिच रोडमा हामी हिँड्दैनौँ पिच रोडमा हिँड्नु भनेको पाप हो पाप लेकिन एक सेकेन्ड अड्क्यो त्यो खुट्टा गाडे त्यसको आयो